त्यो बानी रेजीले भन्नुहुन्थ्यो उहाँले लेख्नु पनि भएको पर्साईजीले ढुङ्गालाई छोइदिए पनि सुन भन्छ अनि त्यही सुनलाई फेरि पर्साईजीले छोइदिए पनि पारस भन्छ अति बहुमूल्य पारस त्यो पर्साईजी नभन्दै त्यस्तै हुनुहुन्छ जहाँ छोयो भई सुनै सुन बनाइदिनुहुन्छ अब एउटा उदाहरण त मलाई यही लाग्यो भानिर फाउन्डेसनमा म कहिले आएको पनि थिएन धेरै पहिले त आउँथे पछाडिपट्टि छ भानिरको मुख्य घर यो घर चाहिँ सुन जस्तो बनाउनु भएछ यहाँ इन्दिराजी पनि हुनुहुन्छ तिमीलाई धेरै 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 अभिवादन गर्न चाहन्छु म यस्तो सुनकै टुक्रा बनाइदिनु भयो हिन्दुस्तानमा शाहजहाँले ताजमहल बनाए त के बनाए त्यत्रो सम्राटले ताजमहल बनाइदियो उसको पछाडि कति फर्क थियो कति दौलत थियो बनाइदियो तर हाम्रो यो बनेर फाउन्डेसन पनि ताजमहल भन्ने केही कम छैन ताजमहल भन्दा पनि यसको माथि के अरे मलाई त्यस्तो लाग्छ अनि यही सिलसिलामा एउटा के मलाई याद भयो भन्दाखेरि यो आजभन्दा ठिक 13-14 वर्ष अगाडि नै पर्साईजीले मलाई त्यो ठुलो सम्मान गरिसक्यो जानवीर रामबाबुजीकै कारकमलबाट मलाई यस्तै ठुलो पुरस्कार दिलाइदिनु भयो 14 वर्ष 15 वर्ष अगाडि त्यो बेलामा मभन्दा अगाडि त्यो पुरस्कार सत्यमोहन जोशीजीले पाउनु भएको रहेछ हाम्रो शताब्दी पुरुष त्यसपछि डाक्टर भीष्मराज परसाई जस्तो नामी स्वास्थ्य कार्यकर्ता उहाँको हस्पिटलमा ठुलो जेल छ टिचिङ हस्पिटल बनाउन त्यसपछि फेरि उस्तै अर्को डाक्टर भगवान कोइरा उहाँको पनि ठुलो हात छ यो चाहिँ स्वास्थ्य क्षेत्रमा अनि त्यसको लागत चाहिँ अर्को साल मैले पाएँ त्यो पुरस्कार मलाई विश्वास पनि भएन मैले के काम गरेको जस्तो पर्छ किन पत्याउनु भयो मलाई यसरी म आफैलाई अचम्म लाग्यो तर के हो म ठुलो भाग्य लिएर आएको केही बेलादेखि मलाई लाग्यो कि यो क्षेत्रमा केही गरेको मैले अलिअलि गरे जस्तो लाग्यो त्यही बेलादेखि सम्झिरहेको पर्साईजीको गुण कहिल्यै बिर्सिन सक्दिनँ अब यहाँ पनि एउटा कुरा मैद्वारे त्यहाँ पनि म कलाकार पनि आर्टिस्ट चित्र गर्ने यहाँ पनि चित्र गर्ने म भन्दा योग्यहरू पनि होला धेरै यो समाजमा नेपालमा चित्र गर्ने अरूहरूलाई पनि यसो मौका दिनुभयो भने धेरै प्रशंसनीय हुनेछ यो पानीको कुरा यहाँ म मात्रै पनि हेर्छु यस्तो कलाकार कोही छैन मलाई जम्मै कोही नाटक क्षेत्रका कोही साहित्य क्षेत्रका यस्तै अरू विभिन्न क्षेत्रका हुनुहुन्छ तर यो चित्र गर्नेहरूले अक्सर यो पानी र अभिलेख मन्त्री होइन अरूहरू जति पनि ठुल्ठुलो संस्थानहरू छन् यो कलाकारहरू अलिक कमै पर्छ यो एउटा याद गर्नुपर्ने कुरा छ अरू चाहिँ केही होइन यो एउटा जिउँदै हेर्दाखेरि अब यो डिजाइन मैले बनाइदिएको हो पानी रेजीले पनि यसो गर्नुहोस् उसो गर्नुहोस् भनेर सम्झाउनुहुन्थ्यो उहाँलाई कला क्षेत्रमा ठुलो आइडिया थियो पानी
मैले काम गरेको देख्दा पाण्डेजीले होइन म पनि त्यहाँ तपाईँले काम गर्नुभएको थियो ठुल्ठुलो कागज त मैले बनाउँछु म पनि यहाँ बनाउँछु हाम्रो संयुक्त काम हुन छैन संयुक्त यस्तो कामहरू मसँग थुप्रै छ यी बानिरेजीको यो एउटा दुईटा हाम्रो पृथ्वी पाण्डेज्यूको कलेक्सनमा छ अरू मैसँग पनि छ मसँग सुरक्षित छ बानिरेजीको आफ्नै हस्ताक्षर भएको एउटा त यो बानिरेजीकै यहाँ छैन अरूमा छ यो मेरो आविष्कार भन्नेमा बानिरेजीको आफ्नै हस्ताक्षर छ आफैले लेख्नु भएको आफैले गर्नुभएको अनि त्यो उहाँको पुरानो घर यहाँभन्दा पछाडिपट्टि त्यो मेरो धेरै कलाकृतिहरू छ बानिरेजीले मैले त्यसै पनि उहाँलाई सौजन्य दिन्थेँ टक्राउँथेँ तर उहाँले कहिल्यै मान्नु भयो कलाकारले केही दिनै पर्छ जति पनि मेरो उहाँले लिनुभएको छ राम्रै मूल्य चुकाएर लिनुभएको उहाँको पुरानो घरमा धेरै छ मेरो अब अरू त धेरै के भनौँ अहिले पनि मलाई झटल्कै यस्तो लागिरहेको छ यहीँ हुनुहुन्छ पाण्डेजी पनि यहीँ हुनुहुन्छ मलाई साथीलाई पढाइ छ तपाईँले भने जस्तो उहाँहरूले त्यस्तो आवाज आइरहेको पाण्डेजीले ल साथी बधाई भने जस्तो देखिरहेको अब यति भनेर एकचोटि फेरि यो पानीर फाउन्डेसनका मेम्बरहरूलाई खास गरी अध्यक्षज्यूदेखि सचिवज्यू र अरू मेम्बरहरू जो हुनुहुन्छ सम्बन्धित उहाँहरूलाई मेरो सहस्र अभिवादन।